यसै देख्छ यो हलमा पहिला चाहिँ 1500 सिटिङ क्यापेसिटी थियो टोयलेटमा बाहिरको ढल ए बाहिरको त्यहाँको पानी त सरलकै हाल्यो नि अब त Right, good morning everyone. Semichungma चाहिँ काम गर्नको लागि I'm heading to Nuneaton now. Semichungको अवस्था के कसो रहेछ भनेर चाहिँ म हजुरलाई चाहिँ इन ड्यू टाइममा सेमिचुङ पुगेपछि भिडियो बनाउने छु। त्यहाँसम्म चाहिँ अब हिँड्नको लागि तयार भए। It will take me about 2 hours to get there. मिनकुमार दाइसँग हाम्रो भेट हुनेछ अनि भेट भएपछि चाहिँ हामी त्यहाँबाट चाहिँ आज गर्नुपर्ने कामहरू हाम्रो केही कामहरू छ त्यो काम गर्नेछौँ अनि त्यसपछिबाट काम चाँडै सकियो भने might be today or tomorrow we'll head back to our own places. ल आज चाहिँ हामी सेमिचिङमा आइपुगेका छौँ। सेमिचिङमा आज चाहिँ अर्को कामको लागि हामी आइपुगेका छौँ र हाम्रो मिन दाइलाई स्वागत छ हजुर हाम्रो सेमिचिङमा। हाम्रो सालिक सरलाई नि एकदम स्वागत छ हजुर। आजको हाम्रो काम हजुर हाम्रो अब काम सुरु हुनु लागेको छ। आजको हाम्रो काम भनेको चाहिँ हाम्रो पाइप यो ड्रेनेज पाइपलाई चाहिँ डाउन पाइप भनौँ न डाउन पाइपलाई चाहिँ फिक्स गर्ने हो। यो अब हाम्रो चाहिँ पक्का खतरा हुनहार दाइले चाहिँ अब आइडिया उहाँको आइडियामा काम गर्दैछौँ हामी एसिस्टेन्ट सालिक सर उता बत्ती ए हुन्छ हस् 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 र हाम्रो सालिक सर चाहिँ उता के अरे बत्ती अन गर्न जानुभएको छ अनि हाम्रो मिन दाइ चाहिँ रेडी हुनुहुँदैछ। म चाहिँ यसो भिडियो मात्रै लिँदैछु है हजुरहरूको लागि भनेर लिँदैछु। हाम्रो सेमिचिङको अपडेट चाहिँ अहिलेसम्म यस्तै छ। यो चाहिँ अब मैले चाहिँ अब मास्क लगाएर यस्तो अवस्थामा छु अलिकति डस्ट छ भनेर चाहिँ मास्क लगाएको। अब हाम्रो चाहिँ यो चाहिँ अब यहाँनिर चाहिँ यसरी छ एकदमै यो एकदम ब्युटिफुल छ के अरे हल चाहिँ यो हल अब चाँडै बन्नु लागेको छ रेडी हुनु लागेको छ। मैले अस्ति पनि अलिकति भिडियो त बनाएको हो तर त्यो भिडियोबाट हजुरहरूलाई चाहिँ साह्रो क्लियर भएको छैन भने यहाँ चाहिँ अब यो चाहिँ अब अलिकति मेसी देखिन्छ देखिनु चाहिँ तर मेसी होइन हजुर। यो चाहिँ हटाएपछि चाहिँ हाम्रो चाहिँ अलमोस्ट रेडी टु युज जस्तै हो है। यो वालहरू सबै पेन्टिङ गर्नको लागि चाहिँ तयार छ। अनि त्यो हो भनेदेखि अब यतापट्टि हाम्रो टोइलेटहरू हो लेडिज जेन्ट्स र यहाँनिर चाहिँ डिसेबल टोइलेट छ। दाहिनेपट्टि चाहिँ हाम्रो जेन्ट्स टोइलेट छ। यहाँ चाहिँ अटोमेटिक लाइटहरू सबै छ के अरे यो सबै काम गर्छ। यो चाहिँ अब अटोमेटिक हो के अरे के हो लाइट अफ के अरे पावर अन अफ भएर छ त्यसले गर्दाखेरि रङ पावर अफ भएको छैन क्लोज इनफ नभएर रहेछ है। यो चाहिँ सेन्सरद्वारा चल्छ सबै। अनि यो चाहिँ अब ह्यान्ड के अरे ड्रायर हो यतापट्टि टोइलेट यो चाहिँ टोइलेटहरू हो भनेदेखि अब यहाँबाट यो चाहिँ जेन्ट्स टोइलेट हो। यताबाट गयो भनेदेखि चाहिँ राइट साइडमा चाहिँ यो चाहिँ लेडिज टोइलेट हो। लेडिजहरूको लागि वेरिज लाइट हो यता लाइट बलेन यहाँ पनि त्यही नै हो। यो चाहिँ सबै अटोमेटिक पानी चल्ने ड्रायर गर्ने हो। अब सिङ्कहरू छ यो चाहिँ अब बेसिकली भन्दा ह्यान्ड ड्रायर यो चाहिँ अब टोइलेट छ। यो माथि चाहिँ अब लगाइसकेको छ यो एक दुईवटा यो तारको काम गर्नुपर्ने भएर चाहिँ यो कभर नलगाएको मात्रै हो। त्यो लगाइसकेपछि यो चाहिँ इट लुक्स ब्रान्ड न्यू है हजुरहरू। यहाँ चाहिँ अब यल्लो ढोका लगाइएको छ यहाँनिर। त्यसै गरी यतापट्टि यहाँबाट लेडिज टोइलेट बाहिर निस्किने बित्तिकै
यो राइट साइडमा चाहिँ डिसेबल टोयलेट छ किनभने यो डिसेबल चाहिँ हरेक बिल्डिङहरुमा मस्ट ह्याभ हो हुनै पर्छ त्यसले गर्दा त्यो हो भनेदेखि यता चाहिँ यो क्लिनरको इक्विपमेन्ट राख्नेहरु हो सामानहरु त्यो पानी भरेपछि जाने हो ल अहिले चाहिँ म चाहिँ अडिटोरियममा आएर छु अडिटोरियम चाहिँ यस्तो छ एकदम ठुलो छ र अस्तितिर भन्दाखेरि अलिकति टाइडी अप भएको छ अनि त्यहाँ चाहिँ अगाडिको चाहिँ सुरुको त्यो टोयलेटहरु देख्यो भनेदेखि यतापट्टि पनि टोयलेट छ लेडिज टोयलेटहरुको लागि यतापट्टि पनि छ यो भित्र छ अलि अँध्यारो छ त्यही भएर त्यता नजाम अलिकति मेसी पनि छ त्यसैगरी अब यो चाहिँ यतापट्टि वल हो पहिला चाहिँ यहाँ चाहिँ एउटा ठुलो भर्याङ थियो मेटलको भर्याङ थियो त्यो भर्याङलाई हटाएर चाहिँ अहिले चाहिँ सोलिड बनाइएको छ अनि यतापट्टि चाहिँ यो अगाडि चाहिँ पर अगाडि चाहिँ अब स्टेज हो त्यो स्टेज पनि 60 बाई समथिङ कतिको ठुलो स्टेज छ एकदम ठुलो स्टेज छ यहाँनिर चाहिँ अब मुनि तला पनि यो ग्राउन्ड फ्लोर पनि छ अर्को तलामा पनि यति ठुलो उ छ अब क्यापेसिटी चाहिँ एकदमै धेरै छ यो हलमा झन्डै अब 1200 जना मान्छे सायद अट्छ होला यति ठुलो छ बिल्डिङ एकदमै ठुलो बिल्डिङमा अब यो काम हुनु लागेको छ भइसक्नु लागेको छ अब यो वलहरु पेन्टिङ गर्नुपर्ने बाँकी छ यो पेन्टिङहरु गरिसकेपछि चाहिँ अब होपफुली रेडी टु युज हुन्छ होला अनि अब त्यो चाहिँ अगाडिको त्यो सुनौलो कुराहरुलाई पनि अलिकति बिग्रेको छ त्यो के रे त्यो आइटमलाई पनि बनाउनु पर्छ यो चाहिँ अब अगाडि चाहिँ स्टेज हो र यतापट्टिको पनि त्यो अलिकति भाँचिएको कुराहरु छ त्यो बनाउनु बाँकी छ अनि अरु त लगभग अनि यो मुनिको सामानहरु जुन छ त्यो सामानहरुलाई हटाएपछि यो चाहिँ अब अफिसहरुतिर लगाइसकेपछि यो चाहिँ अलमोस्ट यसमा चाहिँ अब टाइल लगाउने हो यो फ्लोरहरुमा चाहिँ टाइल जान्छ यो सबै अन्डर फ्लोर हिटिङ सिस्टम भएको यो उहरु हो लगाइसकेका छौं अनि यो माथि चाहिँ अब बाल्कनी यस्तो छ यो बाल्कनीमा पनि हामीले चाहिँ के भन्छ उ गर्नलाई रेडी भइसकेको छ खासमा भनेदेखि यहाँ चाहिँ अब अर्को माथि 2-3टा हल हुन्छ त्यो हल बनाउनको लागि अब रेडी भइरहेछ त्यहाँको अस्ति काठहरु सबै निकालेर फ्याक्यौं अब अरु चाहिँ गर्न बाँकी छ है हजुरहरु अब यहाँ चाहिँ अब स्टेजमा जाने बाटो हो के रे सिँढीहरु छ यो स्टेजमा गइसकेपछि चाहिँ यहाँ स्टेज यस्तो छ यति ठुलो स्टेज छ ल हेर्नुस् यति ठुलो स्टेज छ यो स्टेजमा चाहिँ सम्पूर्ण कुराहरु राखिने छ यो स्टेजको भित्र अब यो कति ठुलो छ अब के गर्ने भन्देखि अब यो चाहिँ परबाट चाहिँ माथि बाल्कनी राम्रो देखिँदैन थियो भने यहाँबाट चाहिँ बाल्कनी चाहिँ यस्तो छ अगाडिको फ्रन्ट हाउस फ्रन्टतिरको चाहिँ स्टेजबाट चाहिँ बाहिर चाहिँ उता त्यसै देख्छ यो हलमा पहिला चाहिँ 1500 सिटिङ क्यापेसिटी थियो इन्क्लुडिङ बाल्कनी देखि लिएर यो तल यो सबै तल फ्लोर सबै गरेर त्यति थियो त्यति जना मान्छेले चाहिँ यहाँ चाहिँ सिनेमा हेर्थ्यो है त्यस्तो थियो अहिलेको लेटेस्ट अपडेट चाहिँ यति छ यो कुराहरु चाहिँ हामी बनाउने प्रयास गरिरहेछ र हामीलाई यसमा एकदमै मान्छेले चाहिँ ट्रबल दियो पहिला आएर चाहिँ एकदमै भत्काउने भ्यान्डलिजम गर्ने अनि ब्याक स्टेजको पछाडी चाहिँ बेसिकली लेट मी टर्न अन माइ लाइट्स स्टेजको पछाडी चाहिँ यस्तो किसिमको छ यसरी चाहिँ स्टेजको पछाडी छ दिज आर अफिसेस मेन अफिसेस पछाडी छ यो अफिसहरु पछाडी राखिएको छ यहाँ सामानहरु टन्न राखिएको छ त्यो छ उतापट्टि किचन पनि छ यहाँ चाहिँ किचन हो खासमा भनेदेखि रेस्टरुम किचन जस्तो बट
वी फिल अल द किचन इक्विपमेन्ट है यहाँ ती सामानहरू एकदमै राखिएको छ भने स्टिल अन दिस साइड लट्स अफ कुराहरू छ यहाँनिर चाहिँ अब किचनको हो सिङ्कको यो चाहिँ त्यस्तो छ हेलो फेरि पनि हजुरलाई स्वागत गर्न चाहन्छु र अहिले चाहिँ म चाहिँ हाम्रो सेमिचिङ हलको चाहिँ बाल्कुनीमा आइरहेको छु यो बाल्कुनीबाट चाहिँ तलतिर हेर्दा चाहिँ त्यस्तो देखिन्छ यस्तो छ र यसलाई हजुरले सामु चाहिँ देखाउनु पर्दाखेरि हाम्रो अपडेटहरू राइट यो चाहिँ अब यतापट्टि यस्तो छ यहाँदेखि हजुरलाई बिस्तार तलतिर हेरिपठाउँदाखेरि क्यामेरा चाहिँ यस्तो देख्छ त्यो परको चाहिँ अब स्टेज हो यहाँबाट हेर्दा चाहिँ सानो देख्छ तर ह्युज है एकदम ठुलो छ र यो चाहिँ अब यतापट्टि यसरी कुर्सीहरू राखिएको छ यो चाहिँ कोठामा थियो उतापट्टि योभन्दा पछाडि पनि अझै कोठाहरू छ योभन्दा उतापट्टि यो वालभन्दा पछाडि अनि यो साइडमा एउटा कोठाहरू छ थुप्रै त्यो कोठाहरूमा हामीले राखेको थियौँ टोइलेटहरू बाथरुमहरू सबै छ त्यहाँनिर करिडोर सबै त्यहाँ उतापट्टि थियो त्यो चाहिँ अब हामीले चाहिँ यतापट्टि ल्याएर राखेको छ केही समयको लागि यस्तो छ यहाँनिर अनि यहाँ चाहिँ अब यो माथि पनि हलहरू हुनेछ यहाँ चाहिँ अब यो भागमा चाहिँ यो महिनाको भागमा चाहिँ अब के भन्छ किचन अनि यो भागमा हल हुन्छ यहाँबाट हेर्दा चाहिँ तलतिर हेर्दा चाहिँ यस्तो देख्छ है हजुरको उको लागि इन्फर्मेसनको लागि यस्तो छ अघि मैले परबाट भिडियो हजुरलाई देखाइहालेँ त्यो देखाएको भिडियो चाहिँ हामी यहाँबाट आउँदा चाहिँ यस्तो छ प्रिटी मच वान सेकेन्ड दिस बिल्डिङ चाहिँ अबन्डन्ट बिल्डिङ होइन वी ओन दिस बिल्डिङ अनि हामीले चाहिँ यो काम गर्नको लागि चाहिँ धेरै स्ट्रगल गर्नु परेको छ राइट यो चाहिँ अब हामी चाहिँ यसरी चाहिँ आएछौँ यो चाहिँ काम हुँदैछ वर्क इज गोइङ अन अन्डर कन्स्ट्रक्सन यहाँ चाहिँ यस्तो छ है त हजुरहरू दिस इज अडिट त्यो चाहिँ अब स्टेज हो स्टेज डाउन दिस इज अडिटोरियम मुनि चाहिँ अडिटोरियम हो वाट इज द्याट वान ओके द्याट इज अडिटोरियम अनि त्यो चाहिँ बटम अडिटोरियम हो त्यो पनि अनि माथिको चाहिँ स्टेज छ अनि सिलिङ चाहिँ यस्तो छ दिस इज ब्युटिफुल सिलिङ पक्का गुड डेकोरेसन भएको कुराहरू छ यहाँ चाहिँ एकदमै राम्रो किसिमको छ सिलिङ लाइट्सहरू पनि एकदमै राम्रो किसिमको छ भन्नेदेखिलाई यो चाहिँ अहिलेको चाहिँ यस्तो हुँदैछ दिज आर अल अन्डर कन्स्ट्रक्सन नीड टु टेक अल दोस क्र्याप आउट अफ दिस प्लेस है यस्तो छ अनि यसरी चाहिँ हामीले चाहिँ यो रटन वुडहरू यसरी निकाल्यो we took out all the woods out we'll be sending it to bin soon है यो छ pretty much these wood are going into bin त्यो छ सो हजुरहरूलाई यही इन्फर्मेसन दिए the lights are on we need to repair a few lights over there or it may not be connected at the top such as these one that one those one are not working at the moment but we have got enough light to work in this building right this one right hope you have seen enough for today आजको हाम्रो प्लान हुँदैछ है त्योभन्दा पनि माथि एकखेप माथिल्लो घुम्टी चेक गरौँ त्यसो भने माथि पहिला पानीको
खासै पानी आउँदा नि त्यत्रो फरक पर्दैन यतिको पानी चाहिँ फोर्स आयो भने चाहिँ अब स्टप गर्ने पर्छ यतिकोले त म्यानेज गरिन्छ जम्मा कि अब त्यहाँ भएन भने त हामी त्यो अर्को त्यो वाटरप्रुफ वाला टेप हुन्छ नि त्यो खालको हाल्नु पनि मिल्छ नि पानी आउँदैछ नि त्यहाँबाट आउँदैछ किनभने पानीको भर्नु के अरे पानी आउनेको चाहिँ के भन्छ धेरै छैन नि त बाहिर हजुर हो आजको मेन काम एम गरेको काम थियो हो अरू साइड कामहरू थुप्रै हुन्छ त्यो साइड कामको लागि चाहिँ अब वेट गर्नु होला अब हामी चाहिँ माथि हेर्न हिँड्दै जाँदैछौँ यताबाट होला हजुर यो ठुलो बिल्डिङ भएपछि चाहिँ अब त्यही हो क्या हजुर कता हो भन्ने हुन्छ अनि यस्तो भएपछि त अन्त नि उनी नचाहिने भएछ ल के भन्छ जेट बसै नचाहिला जस्तो भयो नि होइन मासु तलबाट हजुर हजुर हामी बिचकोबाट हेर्ने हो कि दाइ एकैचोटि माथि जाने हो बिचबाट खासै देख्दैन ठिकै छ उताबाटै जानुपर्छ होला हजुर होइन यहीँ हो नि यताबाट हो यहाँबाट हो नि यहाँबाट हो हो अहिले हेरौँ हुन्छ माथि टपमै जाउँ न पहिला ल कुरो बुझ्यो ल आजको हाम्रो मेन काम भनेको चाहिँ यो पानीलाई चाहिँ सर्ट आउट गर्ने हो यो होला ताला हजुर अब रेजिस्टेन्स खतरा गरेपछि त हाम्रो दाइले चाहिँ बिग रड एसेम्बल गर्नुहुँदैछ जादु रड चाहिँ दाजु रड दाइहरूको चाहिँ अब इक्विपमेन्ट चाहिँ खतरा हजुर काममा पनि यो युज गर्नुहुन्छ दाइ होइन हजुर ए घरको ढल भन्नाले हजुर हजुर त्यो उको त होइन नि के भन्छ चावलको त्योहरू त होइन नि त्यसमा त यो डर हुन्छ नि टोइलेटको मात्रै बाहिरको ढल ए बाहिरको त्यहाँको पानी त सररै गइहाल्यो नि अब त यहाँ पनि बन्द छ त्यस्तो लाग्यो सुविधा भयो यहाँ चाहिँ त्यो चाहिँ यहाँको फर्स्ट ब्यान्ड हो कि हो त्यहाँ नि छ जस्तो लाग्यो क्या मलाई किनभने त्यो यो जानु बित्तिकै पानी खोज्यो कि अनि यो रेजिस्टेन्स फिल भएको छ नि त त्यो ढुङ्गा त फर्स्ट ब्यान्डमा पो होला हौ दाइ त्यो त्यहाँबाट देखिन्छ नि ढुङ्गा त्यो चाहिँ फर्स्ट ब्यान्डमा होला दाइ हो माथि तलमै पहिला त त्यो ढुङ्गा देखिने त माथि तल होला त अनि यो पनि
यो पनि एउटा चेन्ज गर्नुपर्छ भर्खर जाली हाल्नुपर्छ कि तपाईँ फोन पस्दैन नि झुकेर झरेको भने देखिन्छ क्या बजिरहेको छ क्या यहाँ चाहिँ यत्रो यत्रो के पसेको छ त्यो घुम्ती मलाई दिएको छ कि जहाँसम्म लाग्छ अनि त्यो साइडबाट स्लिप गरेर जाँदैछ यो चाहिँ नेट चाहिँ काट्नुपर्छ त्यहाँ पनि दुई ठाउँमा काट्नुपर्ने अवस्था आयो भनेपछि यसले यहाँदेखि हुँदै चाहिँ जाँदैन कि यो भनेको चाहिँ तल घुम्ती भेटायो कि तब हामीले है राखेको यति हुँदै गरेछ तल जाने हो त हामी हामीसँग तर जाउँ त ओके यो मुनि पनि पस्छु या यो पनि किनेर पानी कहाँ कटिन्छ भनेर कि त्यसले है दादा 50
ए त्यो चाहिँ क्लिनर पो हो त्यो त स्टिम फेरि टु मच क्र्याप रहेछ ल हजुरहरू यहाँ चाहिँ यसलाई निकाल्नुपर्छ त्यति छैन माथि नै हुन्छ है मैला भएको चाहिँ त्यही मासतिर नै हो यतातिर लाइट नभएर हेर्नु देखेन यता अड्काउनु पर्छ के हो मुनि पसला त के त्यहाँ आइपुग्छ हजुर अनि हाम्रो दाइको आजको हाम्रो एचिभमेन्ट है हजुर दाइको एचिभमेन्ट हो अनि यहाँ चाहिँ सालिक सर विटनेस यो डाउन पाहाडबाट चाहिँ पानी अड्किन्थ्यो यो अड्किएपछि चाहिँ यो ठाउँबाट चाहिँ आएर आज चाहिँ हाम्रो मेन दाइको आइडियाले गर्दाखेरि चाहिँ आज चाहिँ
यो क्लग भएको पाइप चाहिँ अनप्लग हुनेवाला छ। अब यहाँनिर चाहिँ हाम्रो दाइले चाहिँ व्यवस्थापन गर्नुहुँदैछ है जुन आजको एचिभमेन्ट ठुलो एचिभमेन्ट वान अफ द ठुलो आजको मेन उद्देश्य यही थियो। अब हेर्नु नि सबै के हो त्यहाँ त नि हजुर ऊ त त्यो हाल्नु होला ओके आजको सफलता आइडिया हुने मान्छेको चाहिँ अब यस्तो हुन्छ है हजुर इन्जिनियरिङ आइडिया प्र्याक्टिकल इन्जिनियरहरू चाहिँ यसलाई भन्छ। थ्योरीको चाहिँ अब कलेज युनिमा गएर पढ्ने हो काम गर्नु जिरो। ल हेरौँ त प्र्याक्टिकल चाहिँ यसरी आउँदै हेर्नुहोस् यसरी आउँछ भन्दाखेरि मुनि त राख्नै पर्छ होला है त्यो कपडा त मुनि हाल्नै पर्छ होला मुनि ब्लक गर्छ नि एटलिस्ट। मैले माथि खोलिदिनु र माथि गुच्चे थियो पानी आइरहेको थियो नि त अहिले त माथि खोलेर सक्यो नि त पानी हजुर हजुर जमेको पानी क्र्यापहरू यस्तो छ नि त बालुवा फलाम सबै त्यस्तो अझै के छ त्यहाँ माथि एउटा घोच्नुपर्छ दाइ कचक कचक माथि गएर भनिदिउँ छ हजुर माथि गएर भनिदिउँ हुन्छ म माथि भन्दैछु है त्यो कालो टेप लागेको छ नि हजुर त्यो पुग्नुभन्दा अगाडि चाहिँ बिस्तारो लाउनुहोस् है भन्छ गर्दा भन्छ यहाँ आइपुग्छ हाम्रो हो यस्तो कहाँबाट हुन्छ त्यहाँ तेरी त्यो झरेको चाहिँ मिस भयो त्यहाँ भिडियो खिच्नुमा दामी भटाउले निस्केको थियो। ल हेर्नु घट्ट त निस्क्यो नि हजुर अझै हेर्नुपर्छ हजुर गुड्डु चाहिँ आयो है भुवा त्यहाँ यहाँ हेर्नु कति हो कति
ल ल हो आउँदै भयो दाजु है हजुर सर्को चाहिँ भाइ भाइ हालिदिनुहोस् किनभने हजुर ल हाम्रो अर्को अपरेसन चाहिँ यस्तो छ है दाइले चाहिँ यहाँनिर टेस्ट गर्नुहुँदैछ अनि हाम्रो आइडिया चाहिँ बेसिकली उतापट्टिबाट चाहिँ कपडाले चाहिँ माथि निकाल्ने हो अनि त्यहाँ त्यो कपडाबाट चाहिँ भिजेर माथि पानीहरू निकाल्ने क्र्यापहरू यहाँबाट चाहिँ मैलाहरू चाहिँ टिपेर निकाल्ने हो जुन कुरा चाहिँ दाइले गर्नुहुँदैछ यति भएपछि त आजको अपरेसन सिन्स सक्सेस हुँदैछ है हजुर के खतरा खतरा गर्दैछु मैले च्यापेर निकाल्नु पर्ने केही छैन होला त्यहाँ मुनिबाट राख ल साथीहरू अब हामी चाहिँ यहाँनिर चाहिँ आज पाइप बन्द भएको ब्लकेज भएको थियो त्यो ब्लकेज भएको पाइपलाई चाहिँ हामीले चाहिँ आज खोल्यौँ त्यो खोल्नको लागि चाहिँ हामीले चाहिँ धेरै प्रयासहरूको बापत हाम्रो मिन दाइले चाहिँ यहाँ चाहिँ अब त्यो गरेर उहाँको आइडियामा चाहिँ हामीले काम गरेका छौँ आज र आज चाहिँ कस्तो हेर्ने यो तल हेर्नुहुन्छ भनेदेखि यो सबै त्यहाँको उहाँको आइडियाबाट निस्किँदाखेरि यो पानी निस्केको यो पानीको लागि चाहिँ अब चाहिँ हजुरले चाहिँ देख्नुहुनेछ हजुर यो पानी चाहिँ कसरी निस्किन्छ भनेदेखिलाई अलिकति मात्रै देख्नु होला साथीहरू राम्रो चाहिँ आएन होला त्यही पनि प्रयास गरेको छौँ हेर्छौँ भरे कस्तो आयो भनेर यो सबै पानी चाहिँ हो छेद निस्केको आज हाम्रो अपरेसन सक्सेस यो चाहिँ किन भएछ भन्दाखेरि चाहिँ यो पाइपमा चाहिँ पाइपको कोलेस्ट्रोल पुरा लागेको रहेछ अनि पाइपको वालतिर पुरा मैला भएको कारणले चाहिँ अब माथि राखेको हेर्दैन त्यसको पाइप हो अलिक सफा गऱ्यौँ आज चाहिँ आज भएको खबर हजुरलाई दिन चाहे अब चाहिँ सफा गर्ने काम हुँदैछ साथीहरू कस्तो काम भन्नुहुन्छ भनेदेखिलाई आजको काम चाहिँ बेसिकली यति धेरै पानी आयो कि यो पानी चाहिँ उठाउने काम हुँदैछ है साथीहरू सबैलाई पानी हालेर फाल्ने अब चाहिँ यो चाहिँ बेसिकली यो एक भाँडा उठाउने चिज हो अनि यहाँबाट चाहिँ यो मैलाहरू चाहिँ पानी चाहिँ यो पानीहरू चाहिँ यहाँ चाहिँ पुरा स्विमिङ पुल जस्तो थियो
स्विमिङ पुललाई चाहिँ उठायो। यसलाई ब्लक गर्ने चिज चाहिँ यो कुराहरूले चाहिँ ब्लक गरेको रहेछ। यो कुराहरूले यहाँ चाहिँ अब मेटल छ, त्यो मेटलहरूले गर्दा चाहिँ ब्लक गरेको थियो, त्यो चाहिँ निकालियो है। चाहिँ मेटल पिसेसहरू दिस वान दिस अल दिस क्रैप। ल यो चाहिँ अब यसरी चाहिँ फलामलाई चाहिँ सिकाउने काम हुँदैछ। बेसिकली मैले गर्नु खोजेको चाहिँ हेयर ड्रायरबाट यो हेयर ड्रायरले चाहिँ फलामलाई चाहिँ अलिअलि सिकाउने काम गर्दैछु। ड्राई गर्नु लागेको, किनभने माथिबाट एकछिन पानी बगिरहेको छ। पानी बगेकै भए पनि अब अलिअलि सिकाउनु पर्यो। हजुर यतातिर पनि उता दाइले चाहिँ त्यहाँनिर चाहिँ अब खतरा के अरे बनाउनु हुँदैछ, बम बनाउनु हुँदैछ मेटल प्लास्टमा। ओके यो हेर्दा त पानी नै माथितिर फर्काउनु पर्यो आजको 3 जनाको काम चाहिँ यस्तो भएछ। मेरो चाहिँ खासै त्यस्तो काम इम्पोर्टेन्ट केही छैन। यो अब हाम्रो सालिक सर एसिस्टेन्ट हुनुहुन्छ। एसिस्टेन्ट चाहिँ अब यी मेटल रिपेयर गर्ने हो, जोड्ने किट के अरे हो, के भन्छ दाइ यसलाई? मेटल बन्डिङ। हजुर मेटल भन्ने अब मेटल बन्डिङ यहाँ छ। दाइले चाहिँ त्यही काम गर्नुहुँदैछ त्यहाँनिर। त्यो चाहिँ आजको मेन उद्देश्य हाम्रो यति मात्रै थियो। त्यही कुरालाई चाहिँ हाम्रो चाहिँ आज लगाउने काम हुँदैछ। आजको इन्जिनियर हाम्रो इन्जिनियर मेन कुमार राज। त्यो मैले दिएको रडले काम गर्छ। हाम्रो इन्जिनियर मेन कुमार राईको अगुवाईमा चाहिँ हाम्रो काम यति हुँदैछ है। हजुरहरूलाई सबैजनालाई मेसेज चाहिँ म भरेतिर पुऱ्याउने छु। यो कोलेस्ट्रोल सर, कोलेस्ट्रोल त्यही त है। कोलेस्ट्रोलको पक्का नमुना चाहिँ हो। मान्छेको कोलेस्ट्रोल त्यस्तै हुन्छ फलामको जस्तै भनेर। लाइट क्यामेरा एक्सन भन्ने कुरो त्यहाँ ल हजुर ह्यान्डकपले चाहिँ बाँधेर राखिदिने होइन? पर्दैन होला चाहिँ यो सुक्छ हजुर।
ऊ त्यो ड्रायरले ड्राई गरिदिनुहुन्छ त ड्राइले त झन् पगाएको छ ए हो हेन्डकप नै हो चौवटा होइन कतै हजुर चौवटा होइन बनाउँदै छ त बाहिर म त छिटोले ड्युटी नै बनाएर बस्ने बनाएको छ कि हिँडेन आँट्यो है उता बन्द हजुर अनि यताबाट प्रतिनिधिको हजुर भएपछि हो अब चाहिँ नहुनु पर्ने अब चाहिँ नहुनु पर्ने हो राई विल सी हेर यता नढेसिनु है त उता कमजोर छ यो त बाहिर घुमाइदिनुहोस् न ल हामी चाहिँ यहाँ छौँ यो चाहिँ अब ह्याम्पटन होटल हो ह्याम्पटन होटलबाट चाहिँ हामी चाहिँ यसरी आएर चाहिँ यहाँ चाहिँ बाल्कनीमा हो यो बाल्कनीमा हामी चाहिँ यहाँ सफाइ गर्नको लागेको आएको छौँ दाजुभाइ यहाँनिर दाजुभाइ चाहिँ हामी यसरी आउँदैछौँ है साथीहरू सबैजनालाई इन्फर्मेसन